सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। आज चाहिँ हाम्रो कन्टेन्ट त केही छैन। हल्यान्ड पनि हारिगयो वर्ल्ड कपमा। कस्तो यार त्यत्रो हान्दैछ, कसरी हारे यार? आफ्नो देश भनेर छोडिदियो होला। त्यत्रो मजाले हानिराखेको नि यार, लडेर सितेर उठेर सबै गरेर हान्ने त थियो। इङ्ल्यान्डलाई छोडिदिए आफ्नो जन्मभूमि भनेर होला, तर त्यसले हान्नुपर्ने थियो यार। कस्तो सेट हानेन। हाम्रोमा चाहिँ झमझम पानी परिरहेको छ गाइस होइन। भोइस नि राम्रो सुन्नेको छैन होला, पानी मौसम यस्तो छ है गाइस। अब रोनाल्डो नि अब खेल्न पाउन छोडिगयो। अब त्यस्तै हो। अब हल्यान्डले आफ्नो वर्ल्ड कप उठाउँछ भन्ने कुरा, त्यो नि हल्यान्डले इङ्ल्यान्डसित हारेको, आफ्नो देश भनेर छोडिदिएको होला गाइस। के भन्नु र गाइस, अब त राम्रै खेलेको तर हारे पनि उसको लागि सबै फ्यान भए, सबैले माया गर्न थाले उसलाई। अब सबैको साथ सहयोग सधैँ छ, तर इङ्ल्यान्डलाई छोडिदिएकै हो गाइस त्यो हल्यान्डले। कस्तो हान्थ्यो यार, लड्यो उफ्रियो उफ्रियो यार गाइस। कस्तो मिस गरौँ गाइस। ल थ्याङ्क्स फर वाचिङ गाइस। त्यतिसम्म हेर्दै गयो अब सब्सक्राइब गर, लाइक गर है। थ्याङ्क्स फर वाचिङ गाइस।